फागुन 21 को होइन, फागुन 21 मा चुनाव हुँदैन, हामीलाई थाहा छ। तर हामी चुनाव पर्खिरहेका छौँ। जहिले चुनाव हुन्छ तहिले म सबैले सुन्ने गरी भन्न चाहन्छु, अबको सरकार भनेको चुनावबाट आउने सरकार नेकपा एमाले। तिनै पुराना पार्टी आउने भनेर, अरू आउँछन् कि आउँदैन म जान्दिनँ, एमाले चाहिँ आयो आयो, अरूको बारेमा म एमाले चाहिँ आयो आयो। अब एमाले एउटा बाढी जस्तो हो, विशाल नदीमा आएको बाढी जस्तो, जसलाई बाँसका भाटा साटा लगाएर के गरेर यसो आली जस्तो बनाएर त्यो बाढी रोकिनेवाला छैन। त्यो आयो आयो।